नमस्कार साथीहरु, आजको यस भिडियो अन्तर्गत मैले तपाईले युज गरिराखेको फेसबुक पेज अथवा प्रोफाइलमा कन्टेन्ट मोनेटाइजेसन टुल थियो अथवा छैन र त्यहाँ चाहिँ हाइड भएको टुललाई चाहिँ कसरी ल्याउने, फेसबुकसँग चाहिँ कसरी हामीले रिपोर्ट गर्ने भन्ने विषयमा चाहिँ जानकारी दिन गइराखेको छु। अहिले प्राय मान्छेहरुले चाहिँ फेसबुकबाट चाहिँ आम्दानी गरिराखेका छन्, कसैले पेजहरु युज गरिराखेको छन्, कसैले चाहिँ प्रोफाइल युज गरिरहेका छन्, कसैले चाहिँ विभिन्न किसिमका एआई कन्टेन्ट क्रिएसनहरु गरेर अथवा कसैले आफ्नै ओरिजिनल कन्टेन्ट क्रिएसन गरेर इन्कम गरिराखेका छन्। तपाईहरुले पनि फेसबुक चलाइराख्नु भएको छ तर इन्कम गर्न इच्छा हुन सक्छ र त्यसको लागि चाहिँ तपाईको कन्टेन्ट मोनेटाइजेसन टुल चाहिँ छैन भनेपछि तपाईले हामीले फेसबुकमा चाहिँ कसरी रिपोर्ट गर्ने त भन्ने विषयमा आजको यस भिडियो अन्तर्गतमा हामीले जानकारी दिनेछौं। तपाईको यो भिडियो तपाईलाई एकदमै उपयोगी हुनेछ। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। सर्वप्रथम तपाईले चाहिँ कन्टेन्ट मोनेटाइजेसन टुल यदि गायब भएको छ अथवा पहिला थियो अहिले छैन अथवा कहिले पनि देखिएको छैन भने चाहिँ तपाईले सुरुमा यस भिडियोको कमेन्ट बक्समा एउटा मेसेज पिन गरिएको छ, त्यसलाई चाहिँ कपी गर्नु होला। त्यसपछि तपाईले चाहिँ तपाईको यसरी मोबाइलमा खुलेर गर्न सक्नुहुन्छ। तपाईको फेसबुक पेज अथवा प्रोफाइलमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि चाहिँ यहाँ क्लिक गरिसकेपछि नभएपछि तपाईले यता होममा जाँदा पनि हुन्छ। यहाँ कसैकोमा चाहिँ फोटो सहित देखाएको हुन्छ, थ्री लाइनमा चाहिँ यहाँ माथि टपतिर अथवा एप्पल प्रोग्राम चाहिँ तल टास्क बारतिर हुन्छ। त्यसपछि त्यहाँ चाहिँ क्लिक गरेर तपाईको सेटिङमा जानु होला। त्यहाँ गरिसकेपछि तपाई यहाँ चाहिँ हेल्प एन्ड सपोर्ट भन्ने अप्सन देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ क्लिक गर्नु होला। त्यहाँ गरिसकेपछि रिपोर्ट यहाँ सपोर्ट अप्सनमा क्लिक गर्नु होला। सपोर्टमा क्लिक गर्दाखेरि यस्तो इन्टरफेस देखाउँछ र तपाईले त्यति गरिसकेपछि यहाँ सपोर्ट अ टेक्निकल प्रब्लम भन्ने अप्सन देख्न सक्नुहुन्छ। यहाँ चाहिँ क्लिक गर्नु होला। त्यसपछि यहाँ चाहिँ इन्क्लुड गर्ने भनेको छ, इन्क्लुड गरिदिनु र यहाँ चाहिँ तपाईको कुनसम्म प्रब्लम आएको हो भन्ने कुरा चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। क्यामेरामा आएको हो कि सबै कुराहरु देखाइसकेको छ। तपाईको पेज हो भने पेज सिलेक्ट गर्नु होला, प्रोफाइल हो भने प्रोफाइल सिलेक्ट गर्नु होला। म चाहिँ अहिले प्रोफाइल सिलेक्ट गर्छु। त्यसपछि यहाँ चाहिँ डिस्क्राइब द इस्यु भनेको छ। मैले चाहिँ यसको कमेन्ट बक्समा चाहिँ एउटा मेसेज लेखिदिएको छु। त्यहाँ चाहिँ तपाईले कमेन्टमा पिन गरेको कमेन्टबाट चाहिँ त्यसलाई कपी गरेर यहाँ चाहिँ पेस्ट गर्नु होला र त्यहाँ चाहिँ तपाईको नाम र प्रोफाइलको लिंक चाहिँ त्यहाँ अट्याच गर्ने भनेको छ, त्यो राख्नु होला। र अपलोड फ्रम फोन भनेको छ। यसको यो अपलोड फ्रम फोन भनेको के हो भन्दाखेरि तपाईको चाहिँ कहाँ कुनमा प्रब्लम आएको थियो त्यो कुराहरु चाहिँ तपाईले अट्याच गर्न सक्नुहुन्छ। जस्तो यहाँ क्लिक गरेर तपाईसँग भएको फोटोहरुलाई चाहिँ जस्तो मेरोमा आएको समस्या कन्टेन्ट मोनेटाइजेसन सेटअप आएन भनेपछि अथवा यस्तो मेसेज आएको थियो भन्ने कुरा यो राखिदिनुस्। अनि कन्टेन्ट मोनेटाइजेसन टुल चाहिँ तपाईसँग गायब भएको त्यहाँ जुन तपाईसँग देखिन्न त्यसलाई चाहिँ स्क्रिनशट लिनुस् र त्यसलाई पनि यहाँ अपलोड फ्रम हियरमा क्लिक गरेर यहाँ चाहिँ मेसेज गरिदिनुस्। यति गरेपछि तपाईको सपोर्टबाट तर त्यसपछि तपाईको चाहिँ रजिस्टर्ड मेलमा चाहिँ तपाईको मेल आउनेछ र तपाईले त्यहाँबाट मेलहरुमा अरू कुराहरु मागेको कुराहरु दिन सक्नुहुन्छ। जुन चाहिँ टाइम एक हप्तासम्म लाग्न पनि सक्छ। रिप्लाई कति छिटो गर्छ भन्ने हो, 10 दिन पनि लाग्न सक्छ। त्यो गर्यो भने तपाईको चाहिँ रिकभर हुने चान्स। यसै चाहिँ तपाईले तपाईको गायब भएको कन्टेन्ट मोनेटाइजेसन टुललाई चाहिँ एकपटक फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ। त्यो टुल चाहिँ रिपोर्ट गरेकै समयमा आउँछ भन्ने छैन। तपाईको रजिस्टर भएको इमेलबाट चाहिँ इमेलमा चाहिँ तपाईको एउटा केस क्रिएट हुनेछ र त्यसको मेसेज आउनेछ। त्यसपछि तपाईलाई चाहिँ अन्य सपोर्टेड डकुमेन्टहरु माग्यो र तपाईको प्रोफाइल रिभ्यू गर्यो भने आउनेछ। एउटा कुरा चाहिँ तपाईले के ख्याल गर्नु होला भन्दा यदि तपाईले सँग पहिला चाहिँ यस्तो मेसेजहरु आयो भने तपाईले चाहिँ के गर्नु होला भन्दा तपाईको आफ्नो फेसबुक पेजमा अथवा प्रोफाइलमा भएको अनओरिजिनल अथवा कपिराइट अथवा डुप्लिकेट कन्टेन्टहरु सबै रिमुभ गर्नु होला। त्यसपछि मात्रै फेसबुकसँग टेक्निकल इस्यु अथवा सपोर्ट को मेसेज गर्न सक्नुहुन्छ। आजको यस भिडियोमा यही जानकारी गरेर अन्य भिडियोहरु लिएर आउने नै छु। धन्यवाद।